I don't know के हो, but according to Australia mythology or something, हैन, this is a rainbow serpent. Hello मित्रगणहरु. मेन जाडो भइरहेको छ. काम जाँदैछु यतिखेर हामी 7:45 भइसक्यो. 8:15 मा पुग्नु पर्ने हो काम चाहिँ, हैन. So it's gonna be 20 minutes walk. So 20 मिनट केहरू भन्दाखेरि अब यस्तो केही भिडियो बनाइदिउँ न त, हैन. ब्रो बिहानै भएर होला दिमागै के चलाएन क्या. लिटरली 8 बजिरहेछ, दिमागै चलाएको छैन. अनि पहिला चाहिँ म कफी खाँदिनँ थिएँ. देन आई स्टार्टेड विथ 1. एउटा चाहिँ खानै पर्छ, सबले खाएको देखिरहेको छ, किनभने कफी खाएको देखेर चाहिँ आई सी लाइक पिपल गेट बोर्ड, उठेको जस्तो फिल हुन्छ. अनि मैले सुरु गरिदिएँ कफी खान एउटा. देन दिस डेज एउटा कफी नखाएर त हुँदैन जस्तो भइरहेछ क्या. तर पनि कहिलेकाहीँ चाहिँ आई अभोइड, बट समटाइम इट्स जस्ट अनअभोइडेबल, हैन. सो वान अफ द मोस्ट हाई पेइङ जब्स हो क्या यो पछाडिको छ नि, हैन. तर ट्राफिक कन्ट्रोलर भन्छ, हैन. इन्फर्मेसन दिइहाल्नु न त. त्यहाँबाट सिधा तल अनि एउटा पार्क आउँछ, एस्टल पार्क भन्ने. त्यसको अपोजिट साइडमा हो क्या. त्यो पार्क चाहिँ अलिकति रमाइलो छ हिँड्नको लागि चाहिँ, हैन. सो मान्छेहरू आइरहन्छ क्या. त्यो दाइ छ कि काममा, हाम्रो सजुन दाइ भन्ने. अनि त्यो दाइ चाहिँ एकदम जतिखेर नि आई क्यान सी केही दाइ इज अलवेज अन गुड मुड. अनि त्यो इनर्जी सधैँभरि हुन्छ क्या. अनि मेरो चाहिँ माथि तल भएर हुन्छ, कन्सट्यान्ट हुँदैन. घरि के भइरहन्छ, लाइक के भइरहेको हुन्छ. र दाइ चाहिँ अलवेज आई सी लाइक अ भेरी एउटै टाइपको मुडमा, अलिकति इनर्जी, होइन. काम पनि गरिरहेको टाइपको. काम हामी गर्छ नगर्ने त होइन, तर त्यो मुड तलमाथि हुन्छ नि त. त्यो चाहिँ खासै देख्दिनँ क्या अहिले. अनि आवाज लाइक दाइ म्यानेजर हो दाइ. अनि दाइ के हो दाइ, वाइ तपाईँ सधैँभरि यस्तो मुडमा देख्छु, किन के सोच्नुहुन्छ दाइ तपाईँ यताउता भनेर भन्नु थियो दाइलाई. अनि दाइले वाज लाइक हेर भाइ, अब काम भन्ने कुरा आउनै पर्यो जसरी भए पनि. कामको रेकर्ड बिग्रिनु भएन, होइन. म काम सुरु गर्नुभन्दा अगाडि चाहिँ एकदम लाउड म्युजिक सुन्छु, अनि हनुमान चालिसा सुनिदिन्छु. अनि 8 घन्टासम्म यो स्टोर्स मेरो नाममा छ. म्यानेजर हो नि त. अनि म्याकडोनल्ड्सको भविष्य अब अबको 8 घन्टा मेरो नाममा हो. अब यहाँ चाहिँ म बस हो. यहाँ चाहिँ म जसलाई जे हुन नि पाउँछु. यताउता माइन्डसेट पुरा प्रिपेयर भएर अगाडिदेखि नै जाने भन्छ, होइन. अब त्यस्तो माइन्डसेटमा चाहिँ आफू चाहिँ कहिले गइएन, होइन. फलो के दाइले भनेर चाहिँ सोच्नु कि नसोच्नु भएको छैन, होइन. त्यस्तो माइन्डसेट मेरो पनि छैन. एन्ड इट डजन्ट ह्याभ टु बी मेरो माइन्डसेट पनि जस्तो लाग्छ. मेरो माइन्डसेट त म त के नसोचिकन गइदिरहेको छु. जिउमा जे छ, लेट्स सी व्हाट ह्यापन. आई हेभ डन द्याट मेनी टाइम्स. इट जस्ट अनदर डे, होइन. थाहा छ मलाई के गर्नुपर्ने हो, गरिहालिन्छ नि भनेर सोचमा गइन्छ, होइन. एभ्रिथिङ विल बी फाइन भनेर, होइन. जस्तो जे भयो नि एभ्रिथिङ विल बी फाइन, किनभने गरेको नै छु भनेर गइन्छ. दाइको कुरा सुनेर त अब लाइक ब्रो आई थिङ्क आई निड टु लर्न समथिङ फ्रम यु जस्तो भएको थियो, होइन. तर लेट्स सी. आई विल ट्राई त्यो हनुमान चालिसा लाउड म्युजिकमा सुन्ने चाहिँ. बट आई डोन्ट नो अबाउट द अदर थिङ्स द्याट इज सेड. सो लेट्स गो, होइन. Long time ago in the dreaming, there were no mountains, hills, rivers or creeks. The land was very flat, without any color at all, until the great rainbow serpent set out to travel across Australia from south to north. Using his huge body, he created the hills and mountains. His long track made the creek and the river, and the colors of his body were set onto the land to give it color.
I don't know के हो, but according to Australia mythology or something, हैन, this is a rainbow serpent. जसले चाहिँ अस्ट्रेलिया को लाई बनाएको आफ्नो बडीले he created the hills and mountains भने ha. His long tracks made the creek and the rivers, and the color of his body were set on the land to give it color again. Interesting. So kind of Australia ko mythology, Nepal ko जस्तै. So this is the art. So नाममा काम गर्ने ठाउँ आइपुग्यो हामीरो. अब हनुमान चालिसा सुन्नु पर्यो हैन, दाइले भनेको जस्तो. त्यसैले राखिदिन्छु हैन अहिलेको लागि. लेट्स सी के हुन्छ. अब आजको यही समाप्त पनि हुन सक्छ. वी क्यान कन्टिन्यू पनि. तबसम्मलाई टेक केयर मित्रगणहरू. एन्ड प्लिज सब्सक्राइब.